घर चाहिँ अहिले अच्छा मङ्गल सेन हो, अहिले हाल चाहिँ मुम्बईमा हो। ए बम्बईमा आज यहाँ मैले किन आएको छु यो ठाउँमा मतलब जस्तो यस्तो यो कुरा यो के हो भन्दा यो हामी अब हिन्दूहरूको होलीको मान्छ, होली मनाउनलाई यहाँ सबै नेपालीहरू पनि आउने गर्दछन् होइन। ए त्यही हो। अनि अब यहाँ होली देखला आउनु भएको छ, हजुर कटाडादेखि आउनु भएको छ, कसरी आउनु भएको छ यता जुचापट्टि पनि मलारदेखि जुपट्टिबाट धेरै टाढा हो होइन। त्यस्तो अब होली विशेषको लागि आउनु भएको, अरू केही कामको लागि आउनु भएको छ यस्तो केही? यो हाम्रो के छ भन्दाखेरि अहिले अब साथीहरू सबै आउनेछन्, अहिले देउडा पनि खेल्नेछौँ हाम्रो होइन, सांस्कृतिक हाम्रो अछामीहरूको झल्काउनलाई। ए जस्तो हामी हेर हामी अहिले खाडी मुलुकमा छ, हाम्रो गाउँको पहिलादेखि चाडपर्व चलिरहेको र परम्परादेखि चलिरहेको, त्यसरी उहाँ दादाले अनि भन्नुभएको छ कि यस्तो यहाँ जस्तै हाम्रो नेपालमा चाडपर्व हुन्छ उस्तै यहाँ बनाउन लागि आइरहेको छ। सबै नेपालको झल्का देखाइरहेको छ। अहिले हामी हन दुई डाँडा कटी गरेर आउँछौँ होइन। अब यसरी अब आफ्नो आफ्नो मनको हन त कुरा छोड्नु भएन त, यही हिसाबले हामी यहाँ चाडपर्व आएर यता भनिरहेको त्यसरी उहाँ चाहिँ राजा चाडपर्व बनाउन आउनु भएको रहेछ। त्यस्तै होइन चाडपर्व बनाउन हजुरको कति बेला आउनुभयो यता? अहिले ए ल तिमी को छन् त्यसमा आएको, तिमी एक्लै हो कि अनि साथीहरू अहिले साथीहरू छन्, आएका छन् होइन। अब अहिले यो परदेश हो, परदेशमा कोही कुनै ठाउँबाट हुन्छ, अब कन्ट्याक्ट हुँदैछ। म चाहिँ होइन एउटा म क्रिएटर हो न, म क्रिएटर, मेरो आइडिया छ उहाँ मेरो दर्शकहरूलाई थाहा छ। म मिनी रोस्टेड नेपालबाट अनि एउटा सहिङमेन जोपालबाट एउटा म होइन मतलब जहाँ आफ्नो दाजुभाइ नेपाली दाजुभाइ भेट्यो भने, साथीहरू भाइहरू भेट्यो भने म अलि उहाँको परिचय लिन्छु, उहाँ के काम गर्नुहुन्छ, के गर्नुहुन्छ, कुन हालमा हुन्छ, अनि जस्तै अब अनि के हेल्प बनाउनु सक्छ नि त। अब यतै टाढाबाट अब केही दुःख पऱ्यो भने त काम नगरेको हुन्छ नि त, त्यसरी हजुर के काम गर्नुहुन्छ? अहिले म चाहिँ के भन्दा म अहिले डायमन्डमा काम गर्छु होइन। एकदम राम्रो काम छ। अनि हजुरको साथमा फ्यामिलीमा को हुनुहुन्छ, मतलब एक्लै हुनुहुन्छ कि मतलब? परदेशमा म चाहिँ एक्लै छु, सबै अब घरमा छन् अब होइन। यता अब भाइ छ एउटा, हुन्छ सबै अब ठिकै छ भनौँ होइन। ए त्यही ल उहाँ चाहिँ एकदम बबाल हुँदोरहेछ, उहाँ आउँछ पनि आफ्नो ठाउँको रहेछ। त्यसरी उहाँलाई मैले उता हेरिरहेको थिएँ, उहाँ भिडियो बनाउनु भइरहेको थियो। मैले चाहिँ उहाँलाई के यस्तो कुरा सोधेँ होइन। ल चाहिँ म चाहिँ मेरो अच्छा मलसिन्जुको घर होइन, हजुरहरू पनि हजुर कन्टेन्ट भिडियो हेरिरहेको छु हुन्छ होइन। हजुरबाट एउटा कमेडी खालको भिडियो रहेछ, त्यसरी हजुरको परिचय दियो होइन। मेरो के कस्तो लाग्यो हजुरलाई? एकदम रमाइलो लाग्यो, जस्तो भिडियोमा देखेको थिएँ त्योभन्दा पनि धेरै राम्रो हुनुहुँदो रहेछ। मेरो दर्शकहरूलाई भनिदिनु अब लाइक कमेन्ट फलो सेयर सबैलाई सपोर्ट गरिदिनु। ल हजुरको आइडीको नाम